यो एउटा आन्दोलन थिएन, यो थियो केवल कार्यक्रम थियो, त्यो पनि एउटा शान्तिमय। बुझ्नुभयो? रोक्नु पाउँदैन, रोक्नु पाउँदैन। हामीलाई रोक्नु भनेको हाम्रो आवाज दबाउन खोज्नु हो। हामीले चाहेको युनाइटेड हुनु हो र हामीलाई युनाइटेड हुन दिनुपर्छ। हामीलाई कुनै यसमा रोकटोक हुनु पाउँदैन र पाउने पनि छैन। हामी अगाडि बढ्न खोज्छौँ नै हो। आइसक्यो अब यो कन्टिन्यू गर्ने पनि छौँ हामीहरू। अब साथीहरूलाई जोडाउनको लागि हामी यहाँ ल्याउन खोज्दैछौँ होइन। अनि हामीलाई रोकेर भयो त हामीलाई। अझै हामीलाई त उहाँहरूले यही तपाईको अगाडि एउटा समूह विगतदेखि आन्दोलन उहाँसँग पनि हामी जोडिन्छ। अरू पनि साथसाथै उहाँहरूसँगै अरू पनि हुनुहुन्छ नि त। उहाँहरू मात्र त हुनुहुन्न नि त। उहाँहरू सबैजनासँग हामी युनाइटेड भएर अगाडि बढ्ने निर्णय हामीले जुन लिएको छौँ त्यो हामी गरिरहेको छौँ र त्यो एउटा प्रोसेस पनि जारी रहि नै रहेको छ। यो बुझ्दिनुहोस् हजुरहरू। जति पनि छन् हाम्रो जिल्ला 77 जिल्लाकै सबैजना सबैजना हुनु पर्छ क्या। कोही पनि यहाँबाट एक्सक्लुडेड हुनु हुँदैन। सबैजना इन्क्लुडेड हुनु पर्छ। यसमा बरु रोक्ने छेक्ने बाधा अवरोध पुर्याउने भन्दा यसलाई त झन् सपोर्ट गर्नुपर्ने हो। तपाईहरूले पनि हेल्प गर्नुपर्ने हो क्या। यो युनिटी हुनुपर्छ। यसरी तपाईँहरूले पनि देखिराख्नु भएको छ त अहिलेको टाइममा जेन्जी नै यसरी झगडा गरिरहेको त्यो कुरा नमिलिरहेको अवस्थामा त जोड्नुको लागि त तपाईँहरूबाट पनि हेल्प हुनुपर्छ। हरेक हुन्छ नि प्रशासनको क्षेत्रबाट हुन्छ। अझै भएन सरकारको तहबाट पनि जेन्जीहरूलाई चाहिँ युनाइट हुनुमा जेन्जीको भोइसलाई चाहिँ एक बनाउनुमा चाहिँ हेल्प गर्नुपर्ने अवस्थामा कसरी हजुर तपाईँहरूले चाहिँ यो हुन्छ नि बाधा पुर्याइराख्नु भएको छ। हामीलाई नै त्यो हुन्छ नि एक प्रकारको अचम्म लागिरहेको छ क्या। आज आइरहँदाखेरि हिजो पनि हामीले भनेको थियौँ आज शान्तिपूर्ण रूपले नै सबैले नै सपोर्ट गर्नुपर्यो। तपाईँहरूले पनि लाइक अघि भन्नुभयो जस्तो मिडियाकर्मीहरूले पनि हजुरहरू पनि हामीलाई प्रश्नमाथि प्रश्न उठाउनु भन्दा बरु सहयोग गर्नुहोस् न। कसरी गर्न सक्नुहुन्छ सहयोग गर्नुहोस्। हजुर हामीलाई त क्वेसन अनावश्यक क्वेसन सोध्नु भन्दा कसरी हजुरहरू हामीलाई हेल्प गर्न सक्नुहुन्छ। मिसइन्फर्मेसन फैलाउने काम नगर्नुहोस् कोही पनि। त्यति रिक्वेस्ट हो। हामीलाई सरकारले पनि सहयोग गर्नुपर्छ। सबैजनाको सहयोग हामीलाई चाहिन्छ। यति हो। हाम्रो कन्टिन्यू कस्तो हाम्रो उहाँहरुको प्रश्नलाई मात्र हामी उत्तर दियौं। उहाँहरुको प्रश्नलाई मात्र यहाँ सुन्नुहोस् हामी यहाँ कुनै पनि जस्ट हजुरहरूको मात्र ग्रुप पनि छैन। हामी मात्र पनि छैन। हामीहरू सबैजना छौँ र सबैजना इन्क्लुजन हुनुपर्छ। त्यो बारम्बार यहाँनिर कुरा उठाइरहेका छौँ हामीले त्यो कुरा र सबैभन्दा हाम्रो मेन उद्देश्य नै के थियो त युनाइट हुने थियो नि त। त्यो मजाले भइसकेको छैन। कहाँ त्यो लिडरमा केमा किन गइरहेको हजुरहरू किन गइरहेको। युनाइट हुँ न पहिला भन्दैछौँ त। सबैजना मजाले युनाइटेड भइसकेको छैन अगाडि बढौँ भन्छ। कसरी बढ्नु। अरू सुन्नुहोस् मेरो कुरा सुन्नुहोस्। अरूहरूको एग्रिमेन्ट भइसकेको छैन यहाँ। अरूहरू युनाइटेड भइसकेको छैन यहाँ। अरूहरू मजाले युनाइटेड भइसकेको छैन। त्यही त यदि साँचो हिसाबमा युनाइटेड हुनु छ भने हामीसँग जोडिनु। हावाको कुरा हुँदैन। कसरी भयो हावाको कुरा भयो। भन्नुहोस् कसरी हावाको कुरा भयो भन्नुहोस् न। सबैजना बाटोमै छौँ। सबैजना युनाइटेड हुनुपर्छ। अनि हामीले अरूलाई पनि युनाइटेड गर्नुको लागि भनेर यो कार्यक्रम हामी फेरि जारी राख्न खोजिरहँदा उहाँहरूले रोक्नु भएन। कोहीले रोक्नु भएन। उहाँहरू पनि हामीसँग हुनुहुन्छ भने हुनुहुन्छ होइन। हामीहरू उहाँसँग हुनुहुन्छ। सबैजना युनाइटेड हुनु पर्यो। यो प्रोसेस जारी छ भन्दैछौँ के। सडकमा भएर युनाइटेड हुन्छ कि वार्ताका लागि सुन्नुहोस् कार्यक्रम त्यही त यो कार्यक्रम भनेको नै
यो कार्यक्रम भनेको हामीहरूले चाहिँ कल आउटको लागि गरेको हौ कार्यक्रम गर्दाखेरि यहाँ पनि हेर्नुहोस् हिजो कतिजना हामीहरू भेला भयौँ होइन यसरी नै यहाँ कतिजना भेला हुनु बाँकी नै छ के अझ पनि बाँकी छ त्यही होस् भनेर चाहिँ हामीले अझै कार्यक्रम यो निरन्तर जारी राख्न खोजेको चाहिँ हाम्रो उद्देश्य चाहिँ त्यही हो क्या युनाइटेड हौ अझै धेरै हौ हामी अझ यहाँनिर कतिजना छौँ होइन त्यो पनि अझ कम छौँ हामीहरू अझै कतिजना यहाँ रहन बाँकी नै छौँ र त्यही हामी सबैजना हुनुपर्छ भनेर यो कार्यक्रमलाई चाहिँ हामीहरूले चाहिँ कन्टिन्युटी दिएको कारण त्यो हो यति बुझिदिनुहोस् हजुरहरू यति हो सदिक्षा राई हो म हामी जेन्जुको भावना चाहिँ दबाउनु भएन यति हो युनाइटेड परिवर्तनबाट हामीहरूलाई हामी हेर्नुहोस् जेन्जी युनाइटेड परिवर्तन त्यो नाममै छ क्या हामी युनाइटेड जबसम्म हुँदैन परिवर्तन तबसम्म आउने छैन जेन्जी युनाइटेड फर परिवर्तन जेन्जीले चाहेको परिवर्तन त सत्तामा रहेका जो ठुला छन् भ्रष्टाचारी नेता भन्छ उनीहरूलाई त सत्ताबाट लखेटिसके होइन अब जेन्जीकै सरकार छ यो सरकार हुँदा पनि तपाईँ आफै जेन्जीहरू अलग अलग हुनुहुन्छ त्यही त हो त्यसैले जो यहाँ सुन्नुहोस् हामी यहाँ किन आएको छौँ त हाम्रो उद्देश्य भनेको जति पनि डिभाइडेड समूह छ त्यो समूहहरूलाई नै हामीहरू युनाइट गर्नको लागि हामी यहाँ छौँ क्या त्यही उद्देश्य बोकेर हामीहरू यहाँ छौँ त्यही सरकारले पनि अहिले के देखिन्छ भन्दाखेरि ग्रुपको कुरा मात्र सुनिरहेको देखिन्छ त्यही नहोस् तर सरकारले सबैजना युनाइटेड होस् अनि त्यसपछि सबैजनाको चाहिँ कुरा एकैचोटि सुनोस् भन्ने हाम्रो माग छ तर सडकमा भएर युनाइटेड कसरी हुन्छ त भन्दैछु त यो आह्वान हो एउटा यो यसले होइन सडकबाट सुरु त्यसपछि होइन सुन्नुहोस् हाम्रो त्यही माथि भन्नु यहाँ जेन्जी आन्दोलन सुरुमा सबभन्दा सुरुमा कसरी भएको थियो सडकबाटै भएको थियो नि सडकलाई के तपाईँहरूले यो त के गरेर सडकको भ्याल्यु त्यो नगरेको जस्तो भयो नि त सडकमै हुँदा पनि हामी कतिजना भेला भइरहेको छौँ कति न्यू फेसेस जोडिरहेको छौँ यति पावरफुल हुँदै गइरहेको यो युनिटी छ यो युनिटीलाई न हजुरहरूले चाहिँ एउटा रोक्नु खोजिरहनु भएको छ के अझै यति मात्र छैन भन्दैछौँ त अझै मान्छेहरू आउनै बाँकी छ यो सडकमा जुन कार्यक्रम त्यही त कार्यक्रम जति पनि हुँदैछ यो कार्यक्रमले अझ अरू मानिसहरूलाई पनि आह्वान गर्नको लागि हेल्प पुऱ्याइरहेको छ र पुऱ्याउने छ त्यसको लागि हामीलाई यो कार्यक्रम गर्न दिनुहोस् यसको लागि हजुर सबैजनाको सपोर्ट चाहिन्छ इभन हामीहरूलाई पुलिसहरूको सबैजनाको यहाँ जति पनि सेक्युरिटी सिस्टम जे छ सबैजनाको हामीलाई सपोर्ट चाहिन्छ र हाम्रो आवाज यति यो कुरामा हाम्रो आवाज दबाउन नदिनुहोस् मिल्ने कुरा यहाँहरूले गरिरहँदाखेरि जेन्जी आन्दोलनको 1.5 महिना पुगिसक्यो होइन त्यति बेला सरकारमा सत्तामा रहेका नेताहरू जुन त्यो आन्दोलनको मुख्य जिम्मेवारी लिनुपर्ने जुन नेताहरू छन् अहिले उनीहरू खुल्ला हिँडिरहेका छन् त्यतातिर नजानुहोस् न त्यही त लड्नु भइरहेछ त्यही नलडोस् भनेर हामी युनाइट गर्नको लागि त यो कार्यक्रमहरू गर्दैछौँ तपाईँ एकैचोटि बारम्बार एउटै प्रश्न सडकमा रहनुहुन्छ जहिलेसम्म हाम्रो माग पुरा हुँदैन तबसम्म हामी लड्को लड्के गर्छौँ त्यति हो सुन्नुहोस् 2 दिनमा सरकार ढाल्नु सक्यो भने हामीहरूले चाह्यौँ भने 1 दिनमै पनि या त 2 दिनमै पनि फेरि पनि चेन्ज ल्याउन सक्छौँ यति कुरा ग्यारेन्टी दिन सक्छौँ हामी सबैजना हामी सबै नेपाली चाहिँ परिवर्तन ल्याउन बाँकी छ ल भन्नु न देशमा धेरै परिवर्तन चाहिएको छ नि सुन्नुहोस् हामीले के हाम्रो एजेन्डा के थियो लु भन्नु त 23 र 24 गते हामी के कुन आश बगेर गएको थियौँ हामीले शून्य भ्रष्टाचार यो भ्रष्टाचारहरूले गर्दा हामीले अति दमन भइसकेको थियो शून्य भ्रष्टाचार प्रत्यक्ष कार्यकारी हाम्रो देश अब झापामा बसेको मान्छे र सुदूरपश्चिममा बसेको मान्छे सुविधाको पहुँच कति छ आफै तपाईँहरू अन्तर गर्न सक्नुहुन्छ होला सुन्नुहोस् अब नेताहरूको मात्रै घैटो यत्रो फुलेर बस्नु त भएन नि सामान्य जनताले पनि पाउनु पर्यो नि गरिबका छोराछोरी पनि शिक्षा पाउनु पर्यो औषधि नपाएर मर्नु भएन त्यही हो हाम्रो माग हेर्नुहोस् प्रत्यक्ष कार्यकारी भन्छ यही संविधानमा त प्रत्यक्ष सम्भव छैन के यो हेर्नुहोस् त्यसको लागि के गर्न सकिन्छ त्यो कुरा सबै पछिको कुरा हो त्यो कुरा पछिको कुरा हो हजुरहरूले यति बुझ्दिनुहोस् युनाइटेड हौ पहिला सबभन्दा सुरुमा हामीहरू युनाइटेड हौ त्यति हो युनाइटेड हौ एउटा कुरा म राख्न चाहे सर योमा होइन एकता हुनुमा सबभन्दा तपाईहरूको साथ सपोर्ट चाहिन्छ तपाईहरूको पत्रकार मित्रहरूको साथ सपोर्ट चाहिन्छ किन भन्दाखेरि उहाँहरूले सत्य तथ्य होइन सत्य तथ्य यथार्थ खबरहरू चाहिँ सम्प्रेषण गरिदिनु हुन म हार्दिक अनुरोध गर्छु तपाईहरुसँग हामी सँगसँगै छौँ जहाँ तपाईँ हुनुहुन्छ त्यहाँ हामी आइरहेका छौँ हामीले जनतासँग पुर्याउने कोसिस गरिरहेका छौँ त्यसको लागि धेरै धेरै धन्यवाद यो सम्भव हुँदैन भन्ने हाम्रो सुझाव पनि हो के अलग्गीकोलाई नै हामी जोड्न खोजिरहेको छौँ हामी आह्वान गरिरहेका छौँ हाम्रो तर्फबाट हामी आह्वान गरिरहेका
गरिरहेका छौँ उहाँहरू आउँदै हुनुहुन्छ जोडिँदै हुनुहुन्छ जतिजना जोडिन खोजिरहनु भएको छ हामीहरू उहाँहरूलाई एप्रिसिएट गर्दैछौँ वेलकम गर्दैछौँ पत्रकार साथीहरूलाई धेरै धेरै धन्यवाद सत्य तथ्य खबर छापिदिनु होला र सबैलाई युनाइटेडको लागि आह्वान तपाईँहरू पनि गरिदिनु होला धन्यवाद